नमस्कार सम्पूर्ण भक्तजनहरू। आज हामी वास्तुसँग सम्बन्धित केही कुराहरू छलफल गर्न गइरहेका छौँ। कृपया भिडियोको अन्तिमसम्म रहिरहनुहोला। आज हामी प्राप्तकालीन दिनहरू सुधार्ने, बनाउने, बिग्रेका सम्पूर्ण चिजहरूलाई सुधार ल्याउने कामहरू के हुन्, कसो हुन् भनेर हामी आज छलफल गर्न गइरहेका छौँ। जिन्दगीमा हरेक व्यक्तिहरूले मेहनत गर्नुहुन्छ, कामहरू गर्नुहुन्छ, धेरै सपनाहरू बुन्नु भएको छ, सपनाको पछाडि दौडिनुहुन्छ। न उहाँहरूलाई सफलता मिलेको छ, न जति जो गर्दाखेरि पनि उहाँहरूले केही चिजहरू प्राप्त गर्न सक्नु भएको छैन। आखिर किन, के कुराले बिगारिरहेको छ, के कारणले गर्दाखेरि रोकटोक भइरहेको छ, किन सफलता पाउनलाई मान्छेलाई धेरै गाह्रो भइरहेको छ, अहिलेको आएको समयहरूमा धेरै गाह्रो किन भइरहेको छ, किन कुन कुन कुराहरूले रोकटोक गरिएका छ, यी सबै कुराहरू आज छलफल हुनेछ। र प्राप्तकालीन हरेक कुराहरू सुधार ल्याउने, जिन्दगीमा सुधार आउने चिजहरू र 12वटा कामहरू रहेका छन् जुन हामीले प्राप्तकालीनमा गर्नेछौँ। र नम्बर 1मा रहेको छ बम बम व्रतमा उठ्ने। यदि हामी बम बम व्रतमा उठ्यौँ भने हाम्रो शरीरहरूमा भएका नकारात्मक चिजहरू सबै हटेर गएर सकारात्मक चिजहरू आउँछ। र हामी बम बम व्रतमा उठ्ने बित्तिकै के गर्ने? आजभोलि धेरैजसो सम्पूर्ण भक्तजनहरू है, धेरैजनालाई देखिरहेको हुन्छु, सुनिरहेको हुन्छु है। धेरैजना उठ्ने बित्तिकै डाइरेक्ट मोबाइल हेर्नुहुन्छ, डाइरेक्ट मोबाइल चलाएर बस्नुहुन्छ। यसले गर्दा के हुन्छ? हाम्रो धार्मिक वास्तु सम्बन्धित कुराहरू चाहिँ नकारात्मकहरूले धेरै चाँडै एट्र्याक्ट गर्न सक्छ, धेरै चाँडै एट्र्याक्ट पनि भइरहेको हुन्छ। यही कारण हामीले बिहान उठेर के गर्नु पर्यो त? पहिला नम्बर 1 हामी बिहान ब्रह्ममुहुर्तमा उठ्नु पर्यो। र नम्बर 2 हामीले 2 हात जोडेर हत्केला हेर्ने, नमस्कार गर्ने। र नम्बर 3मा रहेको छ आफूलाई आउने कुनै पनि मन्त्र अथवा श्लोक। हजुरहरू कतिपय भक्तजनहरूलाई आउँछ होला मन्त्रहरू, कतिपय भक्तजनहरूलाई श्लोकहरू आउँछ होला। हजुरलाई जे जसो आउँछ हजुरले त्यही गर्नु। यदि कुनै पनि मन्त्र आउँदैन, यदि कुनै पनि केही श्लोकहरू आउँदैन भने ओम नमो भगवती वासुदेवाय यही भने पनि एकदम राम्रो फलदायक हुनेछ। र हाम्रो नम्बर 4मा रहेको छ, हाम्रो पहिलो 1 नम्बरमा रहेको छ तपाईँको ब्रह्म मुहुर्तमा उठ्ने। 2 नम्बरमा रहेको छ हत्केला जोडेर हत्केला हेर्ने। र हाम्रो नम्बर 3मा रहेको छ कुनै पनि श्लोक अथवा मन्त्रहरू पढ्ने। र हाम्रो 4 नम्बरमा रहेको छ भूमि दर्शन। जति पनि अब हामी चाहिँ हाम्रो धरती मातालाई टेकेर बसेका हुन्छौँ। कतिपय जीवजन्तुहरू कमिला अथवा कुनै पनि जीवजन्तुहरू हामी किचेर हिँड्दाखेरि धरती भएर मरिरहेको हुन्छ। सम्पूर्णलाई उद्धार गर्नको लागि, आफूले गरेका पापहरूलाई हटाउनको लागि हामीले के गर्नु पर्यो? बिहान उठेर सुरुमा त ब्रह्म मुहुर्तमा उठ्नु पर्यो। 2 नम्बरमा हजुरको हात जोडेर हत्केला हेर्नु पर्यो। 3 नम्बरमा आफूले आउने कुनै पनि मन्त्र अथवा श्लोक भन्नु पर्यो। र 4 नम्बरमा भूमि दर्शन गर्नु पर्यो। जुन भूमि दर्शन गर्नुपर्दा कसरी गर्ने? कसरी सुरुमा हामीले खाटबाट उठ्नुभन्दा अगाडि कुन खुट्टा चाहिँ हामीले भुइँमा राख्ने, कुन खुट्टा चाहिँ भुइँमा राख्दा हामीलाई राम्रो फल हुन्छ, दिन शुभ जान्छ, बिग्रेका कुराहरू बन्छ त्यो दिन गर्न लागेका। यो एक दिन मात्र गरेर हुँदैन, यो सधैँभरि गर्नुपर्ने छ। र हामीले यदि भूमि दर्शन गर्नुभन्दा अगाडि यदि हामी पुरुष हो भने चाहिँ दाहिने खुट्टा चाहिँ सुरुमा भुइँमा राखेर बल्ल खाटबाट झर्दाखेरि दाहिने खुट्टा चाहिँ भुइँमा छोएर बल्ल उठ्नु होला है त। र यदि लेडिज अथवा मातापिता यदि माताहरू हुनुहुन्छ भने, लेडिजहरू हुनुहुन्छ भने बायाँ खुट्टा चाहिँ सुरुमा उठ्ने बित्तिकै बायाँ खुट्टा चाहिँ तपाईँले भूमिमा राखेर बल्ल उठ्नु होला। यो गर्नाले धेरै फलदायक हुन्छ। आफूले टेकेको भूमि अथवा आफूले हिँड्दाखेरि कुनै पनि जीवजन्तुहरू कुचिँदै हिँडिन्छ, कहिले कमिला भयो आदि इत्यादि कुराहरू। यहीँबाट चाहिँ हामीले गरेका पापहरू, सानसानो कुराहरूबाट पनि धेरै पाप आउनेछ। यसले गर्दा पापहरू कटाउनको लागि, पाप काट्योस् भन्नको लागि हामीले चाहिँ भूमि दर्शन गर्दै चाहिँ, यदि पुरुष हुनुहुन्छ भने दाहिने खुट्टा राखेर चाहिँ उठ्नु पर्यो। यदि महिलाहरू हुनुहुन्छ भने
बायाँ खुट्टा राखेर उठ्नु पर्यो है त। र अर्को नम्बर 5मा रहेको छ नुहाउने। कतिपय व्यक्तिहरू अहिलेको समयमा आएर रातिमा नुहाउने गर्नुहुन्छ, कतिपय व्यक्तिहरू दिउँसोमा नुहाउने गर्नुहुन्छ र कोही पनि हुँदैन। धेरैजसो हाम्रो भक्तजनहरू व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अशब्दकाल जुन चाहिँ समय बिना हामी बिहान आफू ननुहाइकन पूजापाठ, पितृ उद्धार, कुल उद्धार गर्न हामी कहिल्यै पनि सक्ने छैनौँ। मानवीय जीवनमा जन्मिसकेपछि हामीले पहिलो नम्बर त ब्रह्म मुहुर्तमा उठ्नु पर्यो, दोस्रो नम्बर तपाईँको हत्केला जोडेर हत्केला हेर्नु पर्यो, तेस्रो नम्बर कुनै पनि श्लोक अथवा मन्त्र पढ्नु पर्यो, चौथो नम्बर भूमि दर्शन गर्नु पर्यो र पञ्चम स्नान गर्नु पर्यो। पाँचौँ नम्बरमा हामी स्नान गर्नु पर्यो। स्नान नगरेसम्म हामीले कुनै पनि चिज पानी जलसम्म नपिउनु भनेर भनिएको छ शास्त्रमा। यदि आफू सुतेर उठेपछि स्नान नगरेसम्म चाहिँ कुनै पनि जलपानहरू, खानाहरू केही पनि नखानुहोस्, जलहरू नपिउनुहोस् भनिएको छ। यही कारण हामीले चाहिँ नुहाउनु पर्यो बिहानमा है त। र हाम्रो 6 नम्बरमा रहेको छ दर्शन। फ्यामिलीहरूको आशीर्वाद लिने, परिवारहरूको आशीर्वाद लिने, सबैजनाले आफूभन्दा ठुलो व्यक्तिहरूसँग आशीर्वाद लिने, प्रणाम गर्ने, नमस्कार गर्ने, मातापितालाई ढोग्ने चाहिँ गर्नु पर्यो। र 7औं नम्बरमा रहेको छ सूर्यलाई जल चढाउनु पर्यो। सूर्यलाई जल चढाउनुमा नि हामीलाई धेरै कुरा फलदायक हुन्छ। के कस्ता फलदायकहरू हुन्छन् भन्दा हामीले केही कामहरू गरिरहेका छौँ, केही कुरामा अब नजर गरिरहेको छ, रिसाइनी लागिरहेको छ, कुनै पनि हामीले काम गर्नु खालि रोकटोक आइरहेको छ, जति गर्दा पनि कामहरू बनिरहेको छैन भने सूर्यलाई बिहान उठेर नुहाइ गरेर जल चढाउँदा एकदम फलदायक हुन्छ भनेर हाम्रो वास्तुशास्त्रमा बताइएको छ। र 8औं नम्बरमा रहेको छ पिपल वृक्षहरू। कुनै पनि पिपल वृक्षहरूमा जल चढाउनु। यो 1 दिन 2 दिन धेरैजसो भक्तजनहरू शनिबार चढाउनुहुन्छ, सकेसम्म डेली चढाउँदा एकदम राम्रो फलदायक हुनेछ। र 9 नम्बरमा आएको छ देवी देवता, पितृ उद्धार, कुल उद्धार इत्यादि देवताहरूलाई पूजा पाठ गर्ने, जप तप ध्यान गर्ने। र हामीले बिहान ब्रह्म मुहुर्तमा उठियो, त्यसपछि हत्केला नमस्कार गरियो, श्लोक अथवा मन्त्र पढियो, भूमि दर्शन गरियो, स्नान गरियो र सम्पूर्ण परिवारहरूमा प्रणाम गरियो र सूर्यलाई जल चढाइयो, पिपल वृक्षहरू जल चढाइयो। र 9औं नम्बरमा आएर हामीले आफ्ना इष्ट देवताहरू, कुल देवताहरू, पितृदेवताहरू इत्यादि देवताहरूलाई हामीले पूजा गर्न सकिन्छ। त्यहाँसम्म आएर बल्ल हामी शुद्धि भएर बल्ल चाहिँ हामीले पूजा गर्न मिल्ने हुन्छ। र सम्पूर्ण देवी देवताहरू स्नान गर्ने सुरुमा देवी देवताहरूलाई आफू स्नान गरियो, त्यसपछि सूर्यलाई परिवारको दर्शन गरियो, सूर्यलाई जल चढाइयो, पिपल वृक्षहरू जल चढाइयो, त्यसपछि ल्याएर देवी देवतालाई पूजा गर्ने। पूजा गर्दा कसरी गर्ने? यदि हजुरहरूको घरमा फोटो छ भने कुनै पनि हल्का चिसो कपडाले पुसेर तपाईँको, किनकि अघिल्लो दिन तपाईँ टिकाहरू यताउति लाएर राख्नुहुन्छ, त्यो बासी भएको हुन्छ, रात कटेपछि बिहान सूर्य उदाउँदासम्म त्यो बासी भएको हुन्छ। यसले गर्दाखेरि कुनै पनि फोटो छ भने कुनै पनि चिसो कपडाले पुसेर चाहिँ भगवानहरूलाई पूजा गर्ने। यदि मूर्तिहरू हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ स्नान गराइदिने, जल चढाइदिने, सुरुमा जल चढाउने, त्यसपछि बल्ल हजुरहरूको नित्य कर्म, नित्य जप इत्यादि कुराहरू त्यसरी गर्ने। र अर्को 10औं नम्बरमा रहेको छ पूजापाठ। सबै कुरा भएपछि टिका चाहिँ अनिवार्य लगाउने। टिका लगाउनुमा हामीलाई हाम्रो तिलक भनिन्छ। तिलक धारण गर्नुमा हामीलाई के कस्ता फाइदाहरू छन् भन्दा तिलक धारणा गरियो भने अकाल मृत्यु झाप्पा कहिल्यै पनि हुँदैन। धेरै कुराहरू हामीले गाडी घोडा होला, लिएर कहिले हिँडेला, कहिले के होला। यदि हामीले तिलक धारण गरेको छ भने कुनै न कुनै चिजबाट, ठुलो सङ्कटबाट आउने कुराहरूलाई सानो सङ्कट केही भएरै चाहिँ रोकटोक गरेर रोकिन सक्नेछ। तर तिलक धारणा नगरिकन गरियो भने जे पनि हुन सक्यो। तिलक धारणा गरेर यदि हामीले कुनै सवारी केही पनि चलाउँछौँ भने हामीलाई त्योबाट धेरै फलदायक हुन्छ। धेरै कुराहरूबाट चाहिँ रोकटोक भन्ने ठाउँबाट चाहिँ बिग्रिने कुराहरूबाट चाहिँ रोकटोक भइरहेको हुन्छ। र तपाईँको 11औं नम्बरमा आएको छ अग्निहोम।
कतिपय व्यक्तिहरू कतिपय भक्तजनहरूले गर्नुहुन्छ होला अग्निहोम र पितृतर्पण भनिन्छ, यो पनि गर्नु पऱ्यो। र 12औं नम्बरमा आएको छ सबै कुरा गरियो हामीले। अब बिहान ब्रह्ममुहूर्तमा नि उठियो, हत्केला हेरेर नि बसियो, त्यसपछि मन्त्र र श्लोक पनि पढियो, भूमि दर्शन पनि गरियो, स्नान पनि गरियो, फ्यामिलीसँग हामी परिवारसँग प्रणाम पनि गरियो र सूर्य जल पनि चढाइयो, पिपल वृक्षहरूमा जल नि चढाइयो, देवी देवता इत्यादि पूजापाठहरू गरियो, तिलक धारणा पनि गरियो, अग्निहोम र पितृतर्पण पनि गरियो। त्यसपछि आएर हामीले के गर्ने? अब सबै कुरा भएपछि हामीले गाई अथवा कुकुर अथवा काग अथवा कमिला अथवा कुनै पनि जीवजन्तुहरूलाई खाना खुवाउने। यी गर्दामा के फाइदा हुन्छ त? हामीले धेरै कुरा कुनै कुरा कामहरू रोकटोक भइरहेको छ, जति गर्दा नि भएको छैन। मेन गरी त विदेश यात्रा गर्ने व्यक्तिहरूलाई, विदेश जान खोजिरहने व्यक्तिहरूलाई चाहिँ धेरै सङ्कटहरू आइरहेको हुन्छ, धेरै कुराहरूबाट चाहिँ रोकटोक आइरहेको हुन्छ। यसले गर्दाखेरि चाहिँ हामीले जीवजन्तुहरू, जनावरहरू, गाई काग इत्यादि कुकुर कमिलाहरू भोजन गराइयो भने यी आउने सङ्कटहरूबाट धेरै कुराबाट रोकटोक रहिरहनेछ। र सम्पूर्ण भक्तजनहरूमा आजदेखि विशेष गरी हाम्रो वास्तुसँग सम्बन्धित कुराहरू हप्तामा 3 चोटि अथवा 4 चोटि आइरहनेछ। सम्पूर्ण भक्तजनहरूले हेरिरहनु हुन हार्दिक अनुरोध गर्दछु। र केही कसा वास्तुसँग सम्बन्धित कुराहरू, केही कुरा बुझ्नु मन छ अथवा केही कुराहरू गराउनु मन छ भने तल डिस्क्रिप्सनमा लिङ्क रहेको छ, त्यसमा क्लिक गरेर हेर्न सक्नुहुनेछ। हस्त नमस्कार।